हेलो गाइज नमस्ते। आज यसलाई के भन्छ अरे गाउँ भन्छ है त। यो गाउँ छ हेर्न पारी हेर्नु नि सनसेट बब्बाल देखिरहेको छ है। हो त्यो चाहिँ तराईमा पनि घोडा हुने रहेछ। घोडा त तर यो उता हिमालतिर हुनुपर्ने तर यहाँ पनि हुनुहुन्छ। धेरै धेरै अनौठो अनौठो कुराहरू देख्न पाइयो त्यही हो है। सक्नुहुन्छ गाइज यही हाम्रो क्रिकेट खेल्ने टिम सबैजना यहाँ सबै मलेसिया अनि किन बढिरहेको छ सबैजना मलेसिया भोलि गएर हेलो गाइज नमस्ते। आज भर्खर आएको काठमाडौँबाट गाउँतिर। आज गाउँतिरको दृश्य देखाउँछु। आज हाम्रो पर्सिदेखि टुर्नामेन्ट हुँदैछ। अब त्यही टुर्नामेन्टको पिच हेर्न जाँदैछु। सबैजना साथीभाइहरू छ। गिरी पछाडि छ। ऊ अलिकति साथीहरू उता नानी आउका पिच कहाँ हो रे? चल खेजेमा यहीँमै चल न। हाम्रो छुट्टी छ तर हामी 7 दिन मात्र बस्छौँ। ओइ भाइ ओइ 2 हप्ता राख्नु के हेर्न सक्नुहुन्छ गाइज। आज यो खेतहरू हेर्न सक्नुहुन्छ कस्तो खेतहरू छ। यसलाई के भन्छ अरे गाउँ भन्छ है त। यो गाउँ छ हेर्न सक्नुहुन्छ। तराईमा त फेरि समतल हुन्छ नि सबै जमिन थाहा छ। हामी यता चारैतिर घुम्दा घुम्दा आइसकेको छौँ। 27 गते 27 ए 3 गतेदेखि। ओइ तलबाट जाने कि माथिबाट? यो गाइड अनि अहिले म खासमा अहिले म कहाँ रौतहटमा छु। अनि तपाईँहरूले यसलाई त यो भक्तपुर भन्छ होला तर यो भक्तपुर होइन है। भक्तपुरमा पनि यस्तै ठाउँ छ तर मलाई पनि भक्तपुर आए जस्तो लाग्यो तर होइन यो। अनि पारी हेर्नु नि सनसेट बब्बाल देखिरहेको छ है। बब्बाल छ केटो गाउँ चाहिँ राम्रै छ है तर गाडी तर गाउँ जस्तै टाढा छ यसको। अब हामी भोलि इन्डियातिर पनि जान सक्छौँ। हाइवे बैठा इन्डिया पनि जान सक्छौँ। मेरो होइन उतापट्टि केटाहरू नि मिल्न त मिलिरहेछ तर केटाहरूको र मेरो भाषै नमिल्ने। केटाहरू कुन भाषा बोल्दैछन् म नेपाली मात्र जानेको नि छ तर मजा आउँदो रहेछ नबुझ्नेहरूसित हिँड्न पनि है। यस्तो तालहरू छ यहाँ मेरो फुल नपर्छ है। जस मजा आइरहेको छ होइन। अब हामी 1 हप्ता मात्र बस्छ पनि म यतिकै यत्रो मिहिनेत गरेर के लो यो मोबाइल देखिरहेको छ नि। अनि यहाँतिर घोडा पनि हुँदो रहेछ है। घोडा हो त्यो चाहिँ तराईमा पनि घोडा हुँदो रहेछ। घोडा नि कहाँ गर्छ? घोडा त तर यो उता हिमालतिर हुनुपर्ने तर यहाँ पनि हुनुहुन्छ। धेरै धेरै अनौठो अनौठो कुराहरू देख्न पाइयो त्यही हो है। घोडा चढ्न मिल्दैन चढ्दिउँ न। को नानी भनेको? नानी भनेको को? यसले मलाई नानी भनेको तर मैले चिनेको छैन क्या। कपाल चपाल छैन मेरो त। अस्ति बिहाली दिने नदिने अरे कपाल नकाटेको त्यही भएर काट्दैको थिएँ। बिहाली दिनु पऱ्यो किन खेत हो यो सबै? के यो तराई यस्तै छ गाइस। ल तराई हो यो। सक्नुहुन्छ गाइज यही हाम्रो क्रिकेट खेल्ने टिम। त्यति राम्रो पनि छैन। ऊ केटाहरू मेहनत गर्दैछ। हेर्न सक्नुहुन्छ गाइज केटाहरू लास्टै मेहनत गरेको छ। केटाहरू साथमा मेरो सानो थियो ग्याङ हेर्न सक्नुहुन्छ। त्यसको नाम हेर्नु कति मेहनत गरेको छ। आमा चप्पलले गरेको छ। यही पिच छ हाम्रो हेर्न सक्नुहुन्छ। पर्सिदेखि गेम छ। अब यता फर्कौँ न। अब यता तपाईँहरूलाई घोडा देखाइदिन्छु। चल होइन घोडा देखाइदिन्छु। हेर्न सक्नुहुन्छ गाइज घोडा देखाइदिन्छु।
मेरो खेत थियो कि म बिर्सेँ कि कहाँ मेरो खेत छ के भन्ने कुरा न ऊ हेर्न सक्नुहुन्छ घोडा ओइ गिरी तेरो लागि घोडा परालमा जम्पिङ गर्न आएको यहाँ जम्पिङ रेमा बबालै छ अहिले पनि है ठिकै छ अनि एक केटाहरू उहाँ छन् यो त मा कति टाढासम्म सम्म छ क्या होइन पुरै सम्म छ क्या टाढासम्म केही पनि छैन यहाँ त वरिपरि धेरै घर पनि छैन मा कहाँ लिएर आयो मुझे मलाई त यस यहाँतिर सर्फ हुन्छ है जस्तो डर लाग्छ क्या तराईतिर अलिक धेरै सर्फ पाइन्छ नि आइज बैठा छिटो बाघ नि जोगी मारी न यहाँ त लहट्यो भने नि भाग्ने लिएर छैन मुला यहाँ त मैले सिधै सम्म छ मैले कहाँ पुइन्छ हिँड्ने भने हिँड्ने पुइन्छ कि अहिले लहट्यो भने सारा भएको बेटा जल्दी आऊ न त्यसको के हुँदैन त्यसलाई एउटा कारण छ मेरो सबै काठमाडौँको हेर्छ क्या यताको हेर्दैन यताको भन्न यो मुजीको मोबाइल चाहिँ सब्सक्राइब गर्छौ गर्दैन भाइ म गर्छु यसको बुबाको नाम सन्तोष यार तिमी यसको बुबा सबैजना मलेसिया सबैजना यहाँ सबै मलेसिया अनि किन बढिरहेको छ सबैजना मलेसिया भोलि गएको त्यसपछि सोच्नुपर्छ किन बत्ती बाल्दै पनि लहर्छ त मलाई अन्धकारमा लड्यो भने मलेसियामा कमाएर बढी पैसा लिएर बिजनेस गरेर सबैले एउटैमा एउटा लिएर सबै एकै साथमा हो त्यहाँ पहाडमा के छ महिना कमायो भने 10 सालमा कति हुन्छ एउटा कम्पनी त्यति भइसक्यो हुन्छ कि तिमीले झन् एक कता छोड्दै गएन साथीहरू मेरो फ्यामिली पनि भन्दै थियो कि त्यहाँ सिभिल इन्जिनियरिङको कोर्स गर तर म भने कि त्यहाँ मन लागिरहेको छैन साथी छैन त्यसै कारण म आएँ यतिको हाम्रो साथ दिने साथी हाम्रो कलेज छैन यहाँतिर सबले नेपाली बोल्छ धेरैजना बोल्छ धेरैजना बोल्दैन के बुझ्न चाहिँ बुझ्छ नि बुझ्न त बुझ्छ यहाँ के छ कि जो पढ्छ नि त्यो मात्र बोल्न सक्छ नत्र कोही बोल्छ जो केटिएममा बस्छ केटिएमतिर त्यहीको मान्छेहरू बोल्छ नत्र बोल्दैन म पनि म त भोजपुरी तर म भोजपुरीमा बुझ्छ होइन तर बोल्न आउँदैन तर बुझ्न चाहिँ तर त्यस्तो साह्रो बुझ्न नि बुझ्दैन बुझ्न चाहिँ ठिकै बुझ्छ म यिनीहरू कस्तो मलाई यहाँनिर कसैले पहाडी भन्दैन नि किनकि म मधेसी जस्तो हेर्छ मधेसी जस्तो छैन अहिले हामीहरू यतिजना छु कि तर पहिलाबाट भयो नि यहाँ एक कलमा 100-150 आदि पुगिहाल्छ गाउँको नि दसैँमा हुन्छ नि औँसीबाट दसैँमा म एक्लै 10 जनाको बिचमा गएर त्यहाँको लागि म अलिअलि त छ नि होइन म सेतै छ सेतै काठमाडौँमा कस्तो सेतो सेतो हुन्छ हामीलाई काले भन्छ काठमाडौँमा कता जाने यहाँ कोही पनि कालो भन्दैन
हो चियाको यो के हो त्यहाँबाट बिग्रियो भने घाँसमा उडिरहेको छ है धुवा उडेको यो नाइनबाट टेन पुग्यो त्यो साथीहरू एकमा छ टेन पुग्ने मान्छे नाइनै भन्दाखेरि केटाहरूलाई यस्तो बिचमा यस्तो ल्याङ भयो कि कहिले यता पढ्ने कहिले उता पढ्ने अनि त्यही भएर यसको आमा बुबाले गाली गरेँ यसलाई त्यही भएर यता नौमा पढेर यतिको साथी चाहिँ कहाँ आउनु भन्ने साथी यता चाहिँ केटाहरू कडा छन् है काठमाडौँमा अलिकति डिपी अलिकति टाइपको बनाएर मात्रै के काम होइन यहाँ जस्तो भयो जस्तो भयो केटाहरू बलियो यता हो यता हो बाटै बिर्सिन्छ कता कता बाटो मलाई हेर्नु कसरी बिग्रिन्छ यतिर बाख्रा होइन अब तेरो घरमा गाई भोलि बनाउनु अब गाई अपलोड हाल्छु